साथीहरू म चाहिँ यो अहिले मकनपुर गढीमा आएको छु। यो मकनपुर जिल्लाको यो मकनपुर गढीको इतिहासको बारेमा यहाँ म एउटा बोर्डमा नोटिस बोर्ड रहेछ त्यसमा पढेर यो सुनाउन लागिरहेको छु। यसमा चाहिँ यो मकनपुर गढी र नेपाली सेना सम्बन्ध भन्ने बोर्ड रहेछ। यसमा चाहिँ यो मकनपुर गढी नेपालको सबभन्दा ठुलो गढी हो। यो गढी पुरातात्विक र ऐतिहासिक हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यो गढी सेन वंशीय राजाहरूको राज्य सञ्चालनको केन्द्रको रूपमा रहेको थियो। मकनपुर राज्य राजनीतिक, सामाजिक, आर्थिक तथा सैनिक शक्तिमा अन्य राज्यहरूभन्दा शक्तिशाली रहेको थियो। नेपाल एकीकरण अभियानको दौरानमा उपत्यकाका 3 राज्यहरू कान्तिपुर, पाटन र भातगाउँ, भक्तपुर अहिले भक्तपुर भनिन्छ, माथि आक्रमण गरी विजय हासिल गर्न मकनपुर राज्य कब्जा गर्नु महत्त्वपूर्ण रहेको थियो। यसबाट काठमाडौँ उपत्यका राज्यहरूको दक्षिणतर्फको आवत-जावत रोकिनुका साथै त्यसतर्फबाट हुन सक्ने सहयोगबाट समेत वञ्चित गर्न सहज हुने भएका कारण यस गढीको रणनैतिक महत्त्व रहेको थियो। यो रणनैतिक उद्देश्य प्राप्त गर्न साथै आफ्नो एकीकरण अभियानमा दखल नपुगोस् भनी पृथ्वीनारायण शाहले मकवानपुर राज्यकी राजकुमारी इन्द्रकुमारी देवीसँग विवाह गरी राजा दिग्बन्धन सेनसँग ज्वाइँ जेठानको नाता रहन गयो। यसरी मकवानपुर राज्यको सम्पूर्ण खास खुसियत बुझिसकेपछि श्री 5 बडामहाराज पृथ्वीनारायण शाहका गोर्खाली फौजले विक्रम सम्वत 1819 भदौ 9 गते मकवानपुर राज्यमाथि आक्रमण गरे। करिब 8 घण्टाको लडाईँ पश्चात मकवानपुरे सेन किल्ला छाड्न बाध्य भए र तत्कालीन सेन वंशीय मकवानपुरे राजा दिग्बन्धन सेन आफ्ना बाँकी सेना लिई करिब 40 किलोमिटर पूर्वमा रहेको हरिहरपुर गढीतर्फ लागे। यसरी गोर्खाली फौजले मकवानपुर गढीमाथि कब्जा गरे पश्चात मकवानपुर राज्य गोर्खा राज्य अन्तर्गत हुन आयो। गोर्खाली फौजले स्वतन्त्र राज्यमाथि विजय प्राप्त गरेको यो पहिलो अवसर थियो। लडाईँमा पराजित भएका राजा दिग्बन्धन सेन बङ्गालका नवार मीर कासिमसँग सैन्य सहयोगका लागि अनुरोध गर्न पुगे। उनको सहयोगमा बन्दोबस्तसहित आएका करिब 3000 बङ्गाली फौजले गोर्खाली सेनाको नियन्त्रणमा रहेको मकवानपुर गढीमाथि विक्रम सम्वत 1819 माघ 10 गतेका दिन प्रत्याक्रमण सुरु गरे। गढीभन्दा तल अगावै गढी अवस्थित रहेको स्थानको फेदीमा रहेको शिखर कटेरी भन्ने स्थानमा करिब 10 घण्टाको लडाईँ पश्चात गोर्खाली सेनाको बहादुरी र बुद्धिमत्तापूर्ण रणकौशलका अगाडि बङ्गाली फौज पराजित हुन पुग्यो। यस लडाईँमा मीर कासिमका बङ्गाली फौजतर्फ करिब 1700 लडाकु सैनिक मारिएका थिए भने गोर्खाली सेनाको तर्फबाट 30 गोर्खाली सैनिक मारिएको उल्लेख छ। यस लडाईँबाट गोर्खाली फौजलाई थुप्रै आधुनिक तोप, गोलीगट्ठा र हात हतियारहरू प्राप्त हुन पुग्यो। उक्त लडाईँबाट प्राप्त हात हतियारहरू सङ्कलन गरी श्री 5 बडामहाराज पृथ्वीनारायण शाहले गोर्खाली सेना सम्मिलित तलका 5 वटा कम्पनी खडा गर्नुभएको थियो। ती कम्पनीहरू हाल गणको रूपमा रूपान्तरण भइसकेका छन्। यसलाई चाहिँ श्रीनाथ कम्पनी, श्रीनाथ गढ 1819 भदौ 5 गते स्थापना भएको रहेछ। यसको चाहिँ राष्ट्रिय गौरव भनेर चिनिँदो रहेछ यसको आदर्श वाक्य। कालीबक्स कम्पनी, कालीबक्स गढ यो चाहिँ 1819 भदौ 5 गते नै यसको स्थापना भएको रहेछ। हट्ने होइन, डटी लड्छौँ भन्ने यसको चाहिँ आदर्श वाक्य छ। र अर्को छ बर्दबाडी कम्पनी, बर्दबहादुर गढ यो 1819 भदौ 9 गते यसको स्थापना भएको छ। यसको चाहिँ आदर्श वाक्य भनेको त्याग नै तपस्या हो। सबुज कम्पनी, सबुज गढ यो 1819 भदौ 9 गते स्थापना भएको रहेछ। यसले चाहिँ गरे काम अवश्य के छ र भन्ने यसको आदर्श वाक्य रहेको छ। र गोरख कम्पनी, पुरानो गोरखगढ भन्ने रहेछ। यो चाहिँ 1819 यो फागुन 10 गते यसको स्थापना भएको रहेछ। यसको चाहिँ जननी जन्मभूमिस्थ स्वर्गदपि गरिएसी भन्ने यसको चाहिँ आदर्श वाक्य रहेको छ। श्री 5 यी 5 कम्पनी आधुनिक